गाइज वेलकम ब्याक टु माई च्यानल। फेरि पनि स्वागत छ हजुरहरूलाई हामी दुईजनाको नयाँ भ्लगमा। आज चाहिँ साथीहरू हामी चाहिँ यतिकै ऱ्यान्डमली भिडियो बनाउनलाई खोज्दैछौँ। भिडियो नबनाएको धेरै टाइम भइसक्यो, त्यही भएर चाहिँ आज चाहिँ भिडियो बनाउँदैछौँ हामी, होइन गाइज? हो कि होइन? अनि आज चाहिँ छोरी र म छु, अनि कोही मान्छे उता सुतिरहन्। अनि आज चाहिँ स्याटरडे हो, अनि हामी चाहिँ अहिले ससङजना रेडी भएर बसेको साथीहरू। अब हामी चाहिँ वहाँ गएर फर्केर आएपछि हजुरहरूसँग भेट्ने छु, होइन? के भन्नु मन छ बुनुलाई? के भन्नेलाई? ल भन, के भन्ने भन? के गर्ने रे? ए परमेश्वरमा जाने रे। परमेश्वरमा गएर खोइ के गर्ने भने हौ, मैले राम्ररी बुझेन गाइस। अब चाहिँ हामी जानुपर्ने हुन्छ। अहिले चाहिँ म त्यतिकै भिडियो स्टार्ट गर्न मात्रै आएको छु साथीहरू। अब चाहिँ हामी अहिले एकछिनमा भेट्नेछौँ। गाइस हामी चाहिँ घरमा आइसकेका छौँ। अनि अल्छी लाग्यो, टाउको चिलायो, चायाले जुम्रा पऱ्यो भने चाहिँ बेसी टाउको चिलाउँछ गाइज। अनि मेरो छोरी चाहिँ माथि दाइ घर जानुभएको छ, दाइ घर गएको छे जानुभएको छ अरे। अनि यो बाउ चाहिँ यता पल्टिने, आमा चाहिँ यता बस्ने। अनि गाइज भिडियो बनाउन अल्छी लाग्छ हौ, केही भेट्दिनँ म त। यो त बानी रहेछ है भिडियो बनाउनु पनि। एक दिन बनायो भने बनाउन मन लाग्ने, अर्को बनाउन छोडेपछि मन नलाग्ने। आएर थुप्रै बेर बस्दा झ्याउ लाएर नबनाएको। अब चाहिँ म भिडियो बनाउन रेडी भइसकेँ। अब म चाहिँ के गर्छु, अब मेरो काम देखाउँदैछु साथीहरूलाई। फेरि भोक लागेपछि आफूलाई चाहिँ आउने बित्तिकै घुम्नु फेरि भात खाएको, बिहान थोरै भात खाएको थिएँ। भोक लागेर खाएर फेरि अहिले त कति 4 अघि नै आएको, हामी 4 बज्दैछौँ। मलाई सुगर लागेको, अनि मलाई पनि धेरै भोक लाग्यो भने सुगर हो अरे साथी हो। लाग्न पनि सक्छ, अब लाग्यो के गर्नु, अब मरिन्छ होइन चाँडै। अनि मेरो बुढालाई चाहिँ अस्ति चेक गर्न जाँदाखेरि धेरै त होइन, अलिअलि अब देखेपछि त्यो सुरुमा त्यस्तै हो, हड्डी सुगर देखाएको छ, गाह्रो छ। यो रोगले रोगै, पैसाले पैसा, ऋणले ऋण कमाउँछ भन्थे, रोगले रोग कमाउँदो रहेछ। अनि अब चाहिँ म रोटी बनाउँछु होला। आज चाहिँ थुप्रै भयो रोटी नखाएको। अब रोटी पकाउन अल्छी लाग्छ हौ मलाई, झ्याउ लाग्छ। आएकोदेखिबाट भात खाएको छैन मेरो बुढाले चाहिँ, ढिलो खानुभएको थियो। अब अल्छीको वाक्क लाग्छ नि त सधैँ एउटै चिज खाएर। आज चाहिँ रोटी बनाउने भनेर पिठो किनेर लिएर आएको छ, अनि रोटी बनाउनु पर्ने छ साथीहरू। मेरो नानी अब अहिले एकछिनमा आउँछ होला। अहिले चाहिँ म अहिले नै मुसेर राख्छु। चाँडै मुसेर राख्यो भने यो नरम पनि हुन्छ। अनि प्लस फेरि आज चाहिँ गाडाङ गुडुङ गरिरहेको छ, एकदम त्यो हावा आउला जस्तो, पानी पर्ला जस्तो गाडाङ गुडुङ गरिरह। अघिदेखि गरेको थियो, अहिले चाहिँ बरु त्यति कराएको छैन। हामीले चाहिँ यो आँटा लिएर आएको, एकैचोटि धेरै ल्याएर काम छैन ल्याएको। अब चाहिँ म यसलाई मुस्नुपर्ने हुन्छ, काम कति यो बनाएको थिएँ, पछाडिबाट भिडियो लिएको, यो नै भएन छ कि अगाडिपट्टि भएछ, पछाडि क्लिक भएन छ। अनि भिडियो चाहिँ छैन, त्यत्तिकै खाली आएछ, मान्छे छैन। मान्छे भिडियोमा के भनेको थियो भने घरमा बच्चा हुने मान्छेहरू के जस्तै म जस्तै अब एकल आमा हुनेहरू, घरमा अब अरू सास ससुरा नहुने मान्छेहरूलाई चाहिँ कस्तो हुँदो रहेछ भने, अहिले अब मेरो छोरी छैन नि त घरमा, यो नहुँदाखेरि एकछिन चुप लागेर आनन्दले बस्न मन लाग्छ नि त। अनि फेरि एउटा दिन आएर सोध्छ काम। अब नानी नहुँदाखेरि काम गर्नु कि एकछिन चुप लागेर आरामले बस्नु, त्यस्तो हुँदो रहेछ कि। अनि सानोमा पनि अरूको बच्चाहरू त कति धेरै बेर सुत्छ भने
सुत्छ नि त मेरो छोरी चाहिँ सुत्दैन थियो कि त्यही 15-20 मिनट आधी घन्टा धेरै सुत्यो आधी घन्टा उसैले दिशा गरेको कपडाहरू धुन पनि नभ्याउँथ्यो कि उठिसक्थ्यो त्यस्तो हुन्थ्यो अनि त्यो सुत्ने बेलामा एकछिन बस्नु भने पनि नपाउने कि अब काम अब गर्नै पर्यो होइन घरको काम त त्यस्तो हुन्थ्यो कि गाइज त्यही भन्दै थिएँ भिडियो बनेन छ अब कुरा गर्न लाग्यो भने त कति कुराहरू आउँछ है अब के गर्नु त्यो कुरा मात्रै बोलेर भएन काम गर्नुपर्ने छ गाइज म यहाँ अब चाहिँ पिठो मुस्नको लागि रेडी गर्छु अनि भेट्छु गाइज म चाहिँ यहाँ टिकीमा पिठो लिएर रेडी भइसकेँ मुस्नको लागि सब धोएर आएको है त अनि कुरा गर्दै गर्छु भनेर यहाँ मोबाइल पनि अगाडि तेर्साएको भिडियो नबनाएको कति धेरै दिन भइसक्यो नि त अनि मेरो अरूले त होइन आन्टीले चाहिँ सोध्यो भने अब त भिडियो पनि बनाउन छोड्यो भनेर भन्नुभएको थियो अल्छी लाग्छ भन्दै थिएँ मैले अल्छी लाग्दो रहेछ कि है यो बानी नभएपछि जे काम पनि गरिरह्यो भने हुने त हो नि त्यस्तो हुँदो रहेछ अनि एकछिन छोपेर राख्छु अनि अहिले पछि पकाउँछु बाटोमा चाहिँ गाडी हिँड्या गर्छ नानी घर नहुँदा सुन्ने हुन्छ भयो भने दिमाग खराब हुन्छ पसलमा जो मान्छे आयो त्यही मान्छेले जे किन्यो त्यही खोज्छ अहिले कुरा कति सम्झाउनु एकछिन भन्यो भने हाँस भन्छ फेरि बाबा चाहिँ दिइहाल्नु क्या म त दिन्न त्यति मैले चाहिँ पिठो यसरी गिलो गिलो भएर पछि माथिबाट थपेर त्यतिकै राखेको छु अनि पिठो मुसिसकेर पनि मैले धेरै काम गरिसकेँ साथीहरू तर भिडियो मात्रै नबनाएको भाँडा माझेँ अनि त्यसपछि पानी ल्याएँ अनि यहाँ यो चाहिँ बङ्गुरको लागि चारो पकाउन लागेको हाम्रो बङ्गुरले चाहिँ ब्याउनु भएको छ त्यही भएर त्यसलाई चाहिँ बिहानै बेलुका दिउँसो पकाएर दिनुपर्ने हुन्छ अहिले चाहिँ त्यही भएर पकाउन लागेको अहिले अलि ढिलो भयो अघि न हावा चल्थ्यो त्यही भएर नबसाल्यो अब अहिले हावा अलिक कम भयो त्यही भएर चाहिँ अहिले मैले बसाल्दैछु अब यो पकाउनु पर्ने हुन्छ गाइज आजकल त यो चैत वैशाख लागेपछि साथीहरू डरमा जान्छ जिन्दगी त्यो एउटा के मनिषा पाण्डे कि के अरे टिकटक उहाँ चाहिँ युट्युबर होइन टिकटकरको हेरेको थियो कि बुढा विदेशमा हुनुहुन्छ दुईवटा छोरा अनि उहाँ मात्रै बस्नुहुन्छ यहाँ अरू कोही पनि हुनुहुन्न उहाँको घर पनि यस्तै चिनको छानोको यस्तै छानोवाला घर छ कि अनि चैत वैशाख लागेपछि कति डर लाग्छ हावाहुरी आउँदा यसरी बस्छु भन्दा थियो कि हामी बुढाबुढी भए पनि हामीलाई कति धेरै डर लाग्छ हामी त यहाँ हावाहुरी आउनु थालेपछि बस्दैन पनि माथि दाइ घरतिर जान्छौँ यति धेरै डर लाग्छ साथीहरू किनभने यो घर बनाउँदा पहिला बनाउने सालमा एकचोटि सब जस्ता उडाएको थियो त्यही भएर हाम्रो त्यो त्यही जस्तो लागेको भएर माथिको कालो कालो पनि छ साथीहरू यस्तै छ साथीहरू जिन्दगी अब फेरि अहिले पनि गाडाङ गुडुङ गराएको आज राति के हुन्छ थाहा छैन मेरो मोबाइलमा फोन आयो गाइज हाम्रोतिर त अनि गर्मी पनि सुरु भइसक्यो अहिले त कस्तो गर्मी हुन्छ दिउँसो त झन् यो छाना तातेर एकदम गर्मी हुन्छ गर्मी पनि सुरु भइसक्यो अहिले आज चाहिँ कति चैतको 9 गते भइसक्यो साथीहरू अनि अब हावाहुरीको त डर हुने भइगयो नै गर्मीको पनि एकदम तीव्र भइसक्यो यसपालि त गर्मीले लेभल तोड्नेवाला जस्तो लागिसक्यो तपाईँहरू कोलाई हावाहुरी देखेर डर लाग्छ भन्नुहोस् मलाई त म पहिला त्यति मलाई केही लाग्दैन थियो कि पहिला सानो हुँदाखेरि हाम्रो पनि घर उसको थियो टाइलको थियो अनि हावाहुरी आउँदाखेरि मम्मीले नानी उठ हावा आयो तल हिँड भन्दाखेरि
आनन्दले यो गरिकन नटेरिकन सुत्थेँ कि अनि अहिले त हावा आउनु थालेपछि त यस्तो यस्तो हो अगाडि नै भागिहाल्ने हो त्यो परेपछि एकदम चाहिँ डर लाग्दो रहेछ गाइज फेरि मलाई यो घर देख्यो भने चाहिँ डर लाग्ने हो के यो घरमा बस्यो भने डर लाग्ने हो यो घर देखेन अरूको घरमा बस्यो भने त्यति धेरै डर चाहिँ लाग्छ तर त्यति धेरै डर लाग्दैन पहिला त मलाई त्यो हाउरी आइदियोस् जस्तो लाग्थ्यो कि सानोमा किनभने गर्मी हुन्छ नि त गर्मी भएको बेलामा हावा आयो भने शीतल हुन्थ्यो नि त त्यस्तो लाग्थ्यो अहिले चाहिँ त्यस्तो डर लाग्छ साथीहरू अब चाहिँ म आजको भिडियो यहीँ एन्ड गर्न चाहन्छु साथीहरू अब भोलिदेखि चाहिँ म छोटो छोटो यस्तै अब जे छ अब मान्छेहरू त भिडियोकै लागि भनेर अब यो गर्ने त्यो गर्ने भन्ने कुरा नि हुन्छ हैन अब मेरो त त्यो सिचुएसन छैन अब भिडियोकै लागि केही बनाएर खाउँ भन्ने पनि अब घरमा बिरामी छ बिरामी भइसकेपछि साथीहरू बिरामीको अगाडि खाएपछि बिरामीलाई पनि खान मन लाग्छ होला भनेर म कति कुराहरू त्यसरी खाँदिनँ अनि त्यस्तै छ साथीहरू त्यही भएर भिडियो पनि नआउनुको कारण त्यो पनि हो अनि अब एक दिन नबनाएपछि अर्को दिन नबनाएपछि त्यस्तो बनाउन नि झ्याउ लाग्दो रहेछ त्यही भइरहेछ साथीहरू अनि अब चाहिँ म बनाउने कोसिस गर्छु 1K हैन 1400 भयो सब्स्क्राइबर हाम्रो अब चाहिँ भिडियोले राम्रो उयो लियो भने सायद मोनेटाइज चाहिँ हुन्थ्यो होला अब वाच टाइम पनि पुग्नुपर्छ नि त वाच टाइम पुगेको छैन त्यही कारणले भएको छ अब भिडियो एउटा दुईटा नचले अब अनुहारै चिन्नु पर्छ साथीहरू त्यस्तो भएको छैन प्लिज हाम्रो भिडियोलाई चाहिँ भाइरल गरिदिनु अब अहिलेको भाषा भन्दा एकदम गरिदिनु होला माया गरिदिनु अनि अब आई एम ब्याक वी आर ब्याक इन भिडियो भन्न चाहन्छु अब चाहिँ म च्यालेन्जै गर्छु अबको यो 7 डेज चाहिँ म जसरी पनि भिडियो ल्याउँछु मैले जे गर्छु त्यही देखाउँछु मलाई त्यो भिडियो बनाउनकै लागि म गर्छु भन्ने होइन मेरो जे छ मेरो साधारण जिन्दगी जे छ म त्यो भिडियो ल्याउने प्रयास गर्छु साथीहरू आजको लागि चाहिँ म यही एन्ड गर्छु यो भिडियो चाहिँ म अहिले मेरो बुढालाई अहिले एडिट गरेर अहिले हाल्न भन्छु मैले धेरै यो कट गर्नुपर्ने पनि छैन यो त्यो साधारण मैले त्यस्तो नराम्रो केही बोलेको पनि छु जस्तो लाग्दैन साथीहरू त्यही भएर म चाहिँ यो भिडियो अहिले एडिट गरेर हाल्न लाउँछु अझै कम्तीमा 5 बजिसक्यो होला साथीहरू 5 बजिसक्यो होला त्यही भएर अहिलेलाई चाहिँ म बिदा हुन चाहन्छु बाई मेरो भिडियो मनपर्छ भने लाइक गरिदिनु होला अनि सब्स्क्राइब गर्नुभएको छ भने सब्स्क्राइब गरिदिनु होला